ज्वरो नाप्ने चाहिँ मैले ल्याइसकेको थिएँ। अब यो नाप्नेहरूले त्यसपछि खाने चाहिँ नै हो। माइक कुरा 1 सय कटेको छैन भने चाहिँ खाने हो। देख्नु साथीहरू देख्नु कति नाइस हो यहाँ है। अनि यहाँ हेर्नु त बसी पेन फाटेर बक्सरै भेट्ला भने डर यहाँसम्म त ए उड्ला भने आम्मा यो त फला मात्रै साथीहरू कस्तो तातेर त्यहाँदेखि घिस्रेको यो सबै घिस्रेको यहाँसम्म आइपुगेको मैले नेपाली हामी रहुला कहाँ। हेलो साथीहरू वेलकम ब्याक टु माई च्यानल भाइरस ब्लग। स्वागत छ तपाईँलाई फेरि मेरो नयाँ ब्लगमा। सबैजना सन्चै हुनुहुन्छ, म पनि सन्चो हुँदैछु। अब त हुनु नै आँटिसक्यो साथीहरू है। त्यही भएर तपाईँको लागि भने फेरि नयाँ ब्लग लिएर आइसक्यो साथीहरू होइन। अनि आजको ब्लग के कस्तो हुनेछ भन्दाखेरि भिडियो अन्तिमसम्म हेर्नु अवश्य पनि तपाईँलाई थाहा पाइ नै हाल्नुहुनेछ साथीहरू है। अनि हिजोको भिडियो हेर्नुभएको छ छैन, हेर्नुभएको छैन ठिक छ, हेर्नुभएको छैन भने त्यो पनि गएर हेरेर आउँदा हुन्छ साथीहरू। अनि आजको मेरो कोठाको हेर्नु यहाँ देखेर त सर नाइस देखिरहेछ, बल देखिरहेछ। अब चाड लागिरहेछ नि त, टक्कर रङ हालेर बत्ती उरी परिहालेको कस्तो दामी देखिरहेछ साथीहरू होइन। अनि मेरो भिडियो यहाँ पोस्ट हुँदैछ, त्यही भएर मैले अर्को भिडियोदेखि चाहिँ भिडियो गरेको साथीहरू। अनि ल साथीहरू अहिले चाहिँ अब यताउता गर्दा बेलुका भइसक्यो। भिडियो पनि बेलुकै सुरु गरेको होइन, किनभने अब किन भिडियो टुटाउनु। अब भर्खर निको पनि हुँदैछ, यहाँ कस्तो घाउ आइरहेछ। अनि अब मलाई मेरो भाइकोबाट ठुलो बाउकोबाट के भन्दै नाइस रहेछ इङ्ग्लिसबाट भन्दै नि त नाइस स्टप पर्क इन द मिट। यो मिट आइसकेको छ साथीहरू होइन, एकदमै नाइस छ। यसलाई एक पिस खाइहाल्नु पर्यो। बवाल छ। अब यो मासु छँदैछ, हामी चाहिँ लोकल कुखुरा लिन जाँदैछौँ। किनभने रुगा आउँदैन स्वर एउटा पनि। अनि आँडी बाँडीलाई पनि चिसो लागिरहेको छ, यसको पनि स्वरै आएको छैन अरे। सो त्यही भएर चाहिँ अब हामी कुखुरा लिन जाँदैछौँ। कुखुराले पनि मासु भात खाने यस्तो खाने सोच छ साथीहरू, यस्तो खाने सोच छ। बिरामी भए पनि यति फुर्तिलो छु म, यति फुर्तिलो छु। यो सब के हो भन्दाखेरि मासु। तपाईँहरूले एक दिन देख्नुभएको छ छुट्टा देख्नुभएको छैन। मासु अब झन् लोकल सुप ल्याएपछि त भोलिदेखि त नाक पनि खोल्छ, मुख पनि खोल्छ, नाइस हुन्छ। मेरो भिडियो आइसकेको छ। सो त्यो भिडियो चाहिँ म हेर्दै थिएँ है। ल अब लागेको मासु लिएर आउँछु है। ए साथीहरू हाम्रो पुरानो बजार पनि बनाएछ है। पिङ लाग्यो भाइ मासु किन्नु हामी। यो चाहिँ सब्जी मन्डी हो पुरानो बजारको। आयो है आँडीबाँडी मासु लिएर भक्क मासु भइहाल्यो। अब चल्दिउँ ल। अब साथीहरू मासु त लियो लोकलको, तर मलाई कस्तो भित्रबाट तातो फिल भइरहेको छ क्या। ज्वरो आएको जस्तो भइरहेको छ क्या। अनि ज्वरो आउँदा त अब यस्तो लोकलको मासु खानु हुँदैन यताउता भन्ने सुनेको थिएँ मैले। अनि त्यही भएर यो ज्वरो नाप्ने चाहिँ मैले ल्याइसकेको थिएँ। अब यो नाप्नेहरूले त्यसपछि खानु चाहिँ नै हो। माइक कुरा 1 सय कटेको छैन भने चाहिँ खाने हो। 1 सय कटेको छ भने चाहिँ नखाने यार होइन। जिन्दगीभन्दा ठुलो कुरो केही पनि होइन होइन। खाएर मर्नुभन्दा त नखाइ नै मर्ने ए होइन होइन। के बोले भाइ? अब के बोले केही पनि होइन। ल मैले नाप्चोर्छु देखाउँछु। खाना बसिसक्यो यहाँ है। अब मासु चाहिँ टक्क पाक्दैछ भन्नाले पनि अब पकाउनु पनि यो नाप्चोर्छु नै पकाउँछु म। 98 97 0 हुनुपर्छ नि यो। ल अब चाहिँ नाप्ने बेला भयो। अनि साथीहरू लाउनु साथै टुट भयो त हौ माइक कुरे। के पञ्चनय मात्र छ त नि, के हो यो त माइक कुरे। 95.5 के हो यो त यत्तिका यति सक्यो हो के हो यार। अब चाहिँ भयो। अघि त लाउनु साथै टुट्ला माग कुरे। म त मर्ने भयो भन्ने सोचिरहेको यार। अब यो लाउने 5 मिनट लाग्छ भन्छ, 5 मिनट पनि लाग्दैन। टुट गरिसक्छ साथीहरू। ल हेर है हेर्नु साथीहरू 96 होइन के हो मेरो 96.9 96 ठिकै हो। छैन ज्वरो साथीहरू खाइदिने माग कोरे। ल अफ
तपाईँहरूलाई पनि यसो केही जाँच्नु परेमा दबाई सबै हामीसँग यहीँ उपलब्ध छँदैछ है। दबाई पनि त्यहीँ छँदैछ। ज्वरो सोरो नाप्नु पर्नेमा प्रेसर नाप्ने छैन, आउनु है मेरोमै, सबै छ नि फेरि। के अरे डक्टर पनि म यो, टिचर पनि म यो। म चाहिँ मेन डक्टर, यो चाहिँ कम्पाउन्डर है, सिभिल इन्जिनियर। ल ओके साथीहरू, देख्न सक्नुहुनेछ ए लोकल कुखुरा म्याकुरी रेडी होइन। नेपाली हामी रहुला कहाँ नेपाली। अब साथीहरू अब खाना खानु पर्यो, रोगा लागिरहेछ। अहिले भर टिकटक लाइभमा बस्दा बस्दा यति गीत गायो होइन, यस्तो भए पनि गीत गायो। तपाईँहरूलाई दामी नाइस लाग्यो होला होइन। कतिजना टिकटकबाट आउनु भएको छ यता कमेन्ट गर्नु, टिकटकबाट आएको भनेर है। अब चाहिँ हामी खाएर खानुपर्ने हुन्छ। भात खयो भात यति छँदैछ हाम्रो है। आज खाना खाने हामी आँडीबाँडी र मोमो दर्शन, त्यही भएर यतिले पुग्छ। आज पुरनले खाँदैन, किनभने पुरनले घरबाट खाएर आइसकेको छ। फेरि खाम आज ओइ म्याकुरी हुँदैन आजभोलि मान्छे भइसकेको छ। यति छ हो भातहरू नि, यति छ भात नि। म्याकुरी फेरि खाम भन्छ नि, कि हुँदैन। तिमी उयो खाने यसो नखाउ ल साथीहरू। अब यसरी मासु एकैचोटि यसरी गम हाल्दै ल खाने। तिमी सुप नखाने त यहीँबाट खाऊ ल, मासु खाने भए मासु फक मासु। ल अलिकति टक्क अझ सुप हालौँ, अनि टक्क यसले छोप्ने हो। देखिराख्नु भएको यहाँ भात यति यहाँ यति, तर यो धेर देखेको फेरि मेरो यो आँडीबाँडीको अनि भुँडी अगाडि आइसक्यो। यसो सिधा उभिएर यसरी मुनि हेर्दाखेरि भुँडी हमले देख्दैन खुट्टाको, अनि त्यही भएर उसको समस्या भएर चाहिँ उसले थोरै खान थालेको छ। म यति देख्छु, एकचोटि चेक गरिहालौँ ल। एकछिन हात छ धुइहाल्नु पऱ्यो, हात धुइहाल्नु पर्छ। बल्ल कति दिन पछि हातले खान पाएको, हात निको भएर। यस्तो दामी भएको छ क्या। बोल्दैदेखि मलाई यो जति चिसो लाग्छ नि, यो पक्कै पनि निको हुन्छ। लोकलमा हड्डी धेर क्या, उनी समस्या यो। ल मालिक हान्नु पर्यो ल। लोकल कुखुराको स्पेलिङ पनि भन्दैन नि त आज। लोकल के यार कुखुरा के भयो अरे फेरि सुने न, बिर्सिसक्यो हो। साथीहरू लोकल कुखुराको सुपसँग चिसो फिक्स जान्छ मलाई। ए म्याकुरी के हाल्नु बिर्स्यो भने जन हाल्नु बिर्सिन्छु नि त नि। पानी झिकले त्यहाँदेखि प्याज पापड पनि दिनु त। ल पापड पनि खा। ल साथीहरू अब यो खाएको साको नहेरिराखौँ। अब नहेरिराखौँ के भने लोकल कुखुराको सुपसँग भात खाँदैछौँ। अनि तपाईँहरूको हरेक कमेन्टहरू पढिरहेको छु म। यहाँदेखि यस्तो भनिराख्नु भएको छ, दामी नाइस सबै होइन। सबैको कमेन्ट पढिरहेको छु, कमेन्ट गर्नु नबिर्सिनु होला। लोकल कुखुरासँग भात खाँदैछौँ। लास्ट मिनट छ आज त नि, यसले चिसो जान्छ होला है। लोकल कुखुरासँग भात खाँदैछ। फेरि कतिचोटि सुनाएको हामीले चाहिँ कहिले जन्मेकोदेखि नखाएकै जस्तो लोकल कुखुरा भन्ने सोचिराख्नु होला, त्यस्तो होइन। तपाईँहरू अब सुँगुरकै मासु मात्र खाएको देखिराख्नु हुन्छ नि त, त्यही भएर यस्तो पनि खान्छौँ है भनेर छ तपाईँहरूलाई इन्फर्मेसन चाहिँ दिएको हो। पापडमा यसरी भात हालेर खानुपर्छ। अब यो लोकल चाहिँ साथीहरू धेर केलाइ राख्नुपर्छ, त्यही भएर अब हल्लासल्ला नगर्ने। लोकल कुखुरासँग मासु भात खाँदैछौँ हामी। भात मासु पापड।
ल साथीहरू भोलिपट्टि हामी लोकल कुखुरासँग भात खाँदैछौँ। हेलो साथीहरू गुड मर्निङ वेलकम ब्याक। यो चाहिँ नेक्स्ट डे त्यही ब्लग साथीहरू है। अनि म चाहिँ उठिसकेको छु अब मुख सुख धुन्छु ब्रस गर्छु होइन। अनि यस्तो घाम लागिरहेको छ आमामा हेर्न सक्नुहुन्छ टन टन घाम लागिरहेको छ साथीहरू है। यस्तो घाम पनि के साह्रो लागेको लुगाहरू पनि टक्क धोएर सुकाएको लुगाहरू पनि सुकिसक्यो। अनि सबैजनालाई के भन्न चाहन्छु भने अहिलेसम्म मैले भनेको थिइनँ है सबैजनालाई विजय दशमी तथा शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना देश विदेशमा रहनुभएको सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई है। अनि सबैलाई शुभकामना दसैँको। दसैँ अब तपाईँहरू यो पालि एकछिन है राम्रै आउँदैन पर्दैन ल। तपाईँहरूले परिवारसँग मनाउन नपाए पनि अर्कोपल्ट अवश्य पाउनुहुन्छ है। तपाईँहरू पनि एक्लै हुनुहुन्न नि त विदेशमा पनि नेपाली दाजुभाइ दिदीबहिनीहरू टन्ने हुन्छ उता पनि तपाईँहरूले रमाइलो गर्नु सक्नुहुनेछ खलौना बनाउनुलाई। यस्तै हो सबैजना अब छमा हामी कहाँ छौँ नेपालमा अब विदेश जानु परि नै हाल्छ उसको लागि कमाउनुको लागि आफ्नो परिवार पाल्नुको लागि साथीहरू। कोही विदेशमा बसेर कमाउँदैछ कोही नेपालमै बसेर कमाउँदैछ। नेपालमै बस्नेहरू पनि कति साथीहरू आफ्नो परिवारसँग भेट्नु पाइरहेको हुँदैन त्यस्तो कति छ क्या साथीहरू। चिन्ता नगर्नु होइन तपाईँहरू जहाँ हुनुहुन्छ आफू खुसी हुनु। भिडियो कल छँदैछ भिडियो कलमा फोन गर्नु ए ल को आउनुभएछ पाहुना राम्रोसँग बिदा गर्ने यताउता राम्रो मनाउनु होला होइन। सबै त्यही हो। अब चाहिँ म उठिसकेको छु ब्रस गर्नुभएको छ साथीहरू। अनि त्यसपछि अब कहाँ जान्छु भने मेरो बाइकमा चाहिँ स्टिकर टाल्नुपर्छ साथीहरू स्टिकर। ल साथीहरू अहिले चाहिँ म रेडी भएर गइसकेँ। कहाँ गएको भन्दाखेरि अघि भनिसकेको थिएँ। अनि यसो हल्का सपिङ पनि हान्नु पर्यो। बुढीले किनै थियो लुगा म चाहिँ नयाँ लुगा लगाएर हिँड्छु तिमी चाहिँ त्यहाँ पुरानो लगाएर नहेर्नु नि फेरि म त फेरि भनिरहेको छु लुगा किन भनेको छ हेर्छु के किन्छु साथीहरू होइन। लाग्छ मलाई एउटा पेन मात्र किन्छु अरू लुगा मेरो सधैँ यत्रो सधैँ साथीहरू होइन। अनि बाइकमा स्टिकर हाल्नु के हुन्छ साथीहरू म अब चाहिँ लागेको गर्मी पनि यति छ साथीहरू के होइन बाइकलाई उयो गर्नु परिरहेको छ सबै हात समात हातले पोल्ने आमामा यो त कस्तो तातो बा यो सामान त सक्छ है बा साथीहरू यार सिट बसी पेन फाटेर बक्सरै भेट्ला भने डर यहाँ समात ए उड्ला भने आम्मामा यो त फलामा नि साथीहरू कस्तो तातो यार ल लाग्यो ल साथीहरू लुगा किनेर पनि लाग्यो स्टिकर होस् अस्ति म लडेको ठाउँ तपाईँहरूलाई दिएको छु ल यो ठाउँमा हो क्या यहाँदेखि घिस्रेको यहाँदेखि घिस्रेको यहाँदेखि चाहिँ होइन उहाँ तलदेखि घिस्रेको देख्नु भयो नि यो छेउछेउको कोरेको सबै यो चार बाटो होइन यो यता जाने बाटो छ यो यता जाने बाटो छ होइन यो त्यहाँदेखि घिस्रेको यो सबै घिस्रेको यो सबै घिस्रेको यहाँसम्म आइपुगेको मैले यस्तो चिप्लेर लडेको म यस्तो चिप्लेर लडेको होइन आमामा धन्न बाल बच्यो फाइनली आइपुग्यो। अब यस्तो कोरेको छ हेर्नु नि यो पनि चेन्ज गर्नुपर्ने भयो है यहाँ पनि टार्नुपर्ने ए है सर यहाँ पनि हाल्नुपर्ने भयो। अस्ति मैले देखाएको थिएँ यहाँ पनि यस्तो कोरेको छ यसलाई पनि टक्क पुर्नुपर्ने भयो साथीहरू है। अनि ट्याङ्की यहाँ पनि टाल्नु भनेको यसको चाहिँ रहेनछ अझै यसको चाहिँ यति होस् यहाँ खेल लाग्छ हेरौँ अब के हुन्छ है। यो हाल्नुपर्छ जस्तो छ हौ यो पनि हालिदिनु पऱ्यो ह्यान्डलमा के दामी देखिन्छ ल ठिक हुन्छ भन्ने त्यहाँ कि अगाडि ह्यान्डलमा हो त्यहाँ चाहिँ ठिक हुन्छ होला। देख्नु साथीहरू देख्नु कति नाइस हो यहाँ है। अनि यहाँ हेर्नु त ल कस्तो दामी हो यहाँ पनि यो चाहिँ दुईपट्टि हानेको छ है यता पनि छ किनभने एकपट्टि मात्र नराम्रो देखिन्छ नि त दामी हुँदैछ है यो पनि अब हावाले हान्दाखेरि दामी देखिन्छ। ल साथीहरू फाइनली भयो नम्बर प्लेट पनि यहाँ भयो है। अनि यहाँ युट्युबको लोगो है अगाडि ल काम भयो ल रेडी ल साथीहरू बाइकमा स्टिकर पनि सबै टाल्यो यहाँ सपिङ पनि गरियो घरमा चाहिने सामानहरू पनि ल्यायो साथीहरू है गले। ल साथीहरू आजको लागि भिडियो यति नै अलिकति छोटो भयो कोही बेला यस्तो छोटो भिडियो पनि हेर्नुपर्छ। यति बेलासम्म हेरिदिनु भयो धेरै धेरै धन्यवाद थ्याङ्क यू सो मच। अनि लाइक गर्नुभएको छ भने लाइक गर्नु कहाँदेखि भिडियो हेर्नु त कस्तो लाग्यो कमेन्ट पनि गर्नु च्यानललाई सब्सक्राइब गर्नु है नबिर्सिनु नि फेरि ओके बाई।